ल नमस्ते साथी हो। हामी चाहिँ मार्केट हिँडेको अहिले इभिनिङ केलाई चढ्नु लिफ्ट भनेर हामी चाहिँ चल्ले भर्याङ चढेछौँ। बहिनी खोइ त निस्किसक्यो बहिनीहरू उहाँ पुगिसक्यो। यी बहिनी र म चाहिँ भर्याङको बाटो है फर्केर हेर्दैछ मान्छे। भरे 6 बजेतिर आइपुग्छ होला हामी। यसो मार्केट भन्नाले एउटा महल सफा भन्ने महल रहेछ त्यहाँ पुगेर चाहिँ अनि हामी झर्ने हो। हिँड्दैछौँ कुदेको पारी छ ऊ त्यहाँबाट। हिजो आज 2-4 दिन हिँडेको अलिकति सिलिम जस्तो देखेको छ मान्छे। ल गाइस आउन जाएको छ कि छैन म त हिँड्दा आँखा तिर्मिरी देखेँ। दिदी अगाडि हिँड्दै हुनुहुन्छ। घाँस यता टनम्म नै छ होइन, यता पनि टनम्म नै। राम्रो छ है भ्यू चाहिँ दामी छ। हामी यहाँ सिग्नल लिएर आइपुग्न लाग्यौँ। बिरामी छ भनेको सुनेको, उसलाई नराम्रो खल्लो फिल भयो होला, त्यही भएर सोधे। आन्टी फेरि नेपाल आउँदाखेरि त पुरा घटिसक्छ। कहाँ त अर्को बहिनी सधैँभरि हिँड्ने बहिनी त यसैले कुद्नु परेको छ पछि यता ऊ बहिनी कान्छी। अब सिग्नलबाट उता ठाडो लागेपछि त शीतल हुन्छ। ल साथी हो बहिनी खोइ यो त घाममा रन केर आयो, अलिक शीतल आएपछि त सेलायो दिदी बहिनी नै। यस्तो रमाइलो ठाउँ छ घाँसहरूले गर्दाखेरि। हेर्नु साथी हो भँगेरीको आवाज आछ कस्तो मजाले चिर 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 गरेर। लटक साग हेर न यहाँ कलिलो टिपिसकेको उतापट्टिको त छुटे। ल साथी हो यहाँ आइपुगे दिदी बहिनी, यहाँ आइपुगे। साथी हो मैले के हिजो के बार हिजो शनिबार हालेको भिडियोमा चाहिँ के क्लिक गरेर हेरिदिनु। त्यो भिडियो भित्र चाहिँ खाना बनाएकोहरू छ, अनि यसो घुम्न गएको हिँडेको अलिअलि छ, त्यो हेरिदिनु है साथी हो। नयाँमा केही पनि जानिँदैन हो, के गर्नुपर्ने कसो गर्नुपर्ने कता के लाउनु पर्ने त्यो नजानेको कारणले मैले डाइरेक्ट भिडियो हालेको थियो।
अगाडि स्क्रिनमा सिर्फ मेरो फोटो मात्र देखिन्छ हो। क्लिक गरिसकेपछि भित्र सबै कुरा छ, हेरिदिनुहोस् है तपाईँहरूले। ल साथी हो, यता आइपुग्यो। असिन पसिन भए बहिनी त कहाँ हो खै देखेकै छैन। बहिनी आएपछि अनि जाने हामी पारिपट्टि सफामा जाने, यहीँबाट रोड क्रस हुने। बहिनी खै बहिनी उहाँ छ, सिग्नेल भन्दा सिग्नेलमा आइपुगेछ। सिग्नेल क्रस भएछ बहिनीको, उहाँको सिग्नेल। यो सिग्नेलबाट चाहिँ हामी क्रस भएर उताबाट जानुपर्छ। भयो भयो। कति टाइम कति भयो? आधी घन्टा भयो साथी हो। यस्तो छ है देश परदेश चाहिँ। हाम्रो देश परदेश चाहिँ यस्तो छन्। हाम्रो देश परदेश चाहिँ ल है साथी, हामी चाहिँ सफामा दिदीबहिनी सफामा। ओ भाई कैसा है? ठीक है, मार्केट अच्छा चल रहा है? मार्केट अच्छा चल रहा है। हमारे बहन क्या लिएर ए उन यो राम्रो रहेछ। धागोको त्यो बनोट पनि राम्रो छ। यो वाला सकिएको छैन, त्यही भएर यो पनि लिएँ। अनि यो वाला पनि लिएँ। अब एक राउन्ड लगाउँ न के छ। ल साथी, हामीले सफामा आइपुग्यो है। यहाँ खै खै कहाँनिर छैन त। मलाई मनपर्ने एउटा कलर भेटाएँ। कुन चाहिँ? यो कलर मन परेको मलाई, पिङ्क कलर। अरू त छैन। यो रहेछ, यो यसको बनोट अलिक लुज रहेछ फेरि है। हो त्यो टाइट भएको चाहिँ राम्रो के है। टाइट भएको चाहिँ राम्रो। अब यो किनिहाल्यो, अब यो फाइनल गर्नु पर्यो। सबै कुरो भइसक्यो। यही हो। ल साथी हो, कुर्ताको सेक्सनमा गयो। कुर्ताको सेक्सनमा जाउँ न। कता? ऊ यहाँ हो। आमामा कपडा त राम्रो, पैसा अलिकति चाम्रो। पैसा चाहिँ अलिकति चाम्रो। कपडा त राम्रो छ नि, के गर्नु। हेरौँ न साथी, बहिनी यहाँनिर हो। के किन्दैछौ? सिम्टी ए उसमा पो रहेछ त, इलास्टिकमा नि। इलास्टिकमा अब हामीलाई चाहिने चिजहरू त यहाँ छैन। बच्चाको सामानहरू मात्र छ, बच्चाको इलास्टिकहरू, लेबेन्टोहरू। बोक न, मनपर्छ भने तिमीलाई। केटी नै छु कि एउटा भन्दा पनि दुईवटा बोक न, घर गएर दिदीबहिनीलाई हुन्छ नि त। सबै बच्चाको सबै इलास्टिक के भन्छ नि, चिम्टी, क्लिपहरू। ल साथी हो, कपडाको सेक्सन गएर पनि यता जेन्ट्सको सेक्सनमा आइयो। हामी चाहिँ यता 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 आइयो। यता यता छौँ सबै, के गर्ने। ल है साथी हो, नमस्कार है नमस्कार। अहिले यहाँनिर दाल उसिनेको छ। अनि यहाँनिर तड्का लाउने, उसिन्ने फेरि एकचोटि सिटी लाउने। यहाँनिर पालक छ, यो पालक र यो पालक मिसाउने। भाइ गाइस, दिदीले पास्ता पकाउन लागेछ। पाउने भनेर पास्ता भन्नु आएछ गाइस।